जलजला गेस्ट हाउस रोल्पा। हामीसँग कुनै पनि वैदेशिक यात्रामा जान चाहने इच्छुक महानुभावहरू हुनुहुन्छ भने सस्तो र सुलभ दरमा खाना बस्नको सेवा सुविधा रहेको छ। 300 देखि 500 सम्म 500 र 800 का रुमहरू एकदमै बेस्ट र धेरै क्वालिटीको छ। खाना बस्नको लागि तपाईहरुले आफ्नो लोकल र अर्गानिक खाना जस्तै सम्झेर आइदिनु होला। हामीसँग हेर्नुस् अहिले 150 जनाको हामीसँग हुनुहुन्थ्यो, अहिले प्याक भएर यहाँहरुलाई होल्डमा राखेका छौं। केही समयमै उहाँहरुले रुममा जाने हामी उहाँको रुमको लागि सरसफाई पनि काम अगाडि बढाएका छौं। 10 मिनेटमा उहाँहरु रुममा जाँदै हुनुहुन्छ त है त गाइस। तपाईहरु पनि नेपालको जुनसुकै ठाउँमा हुनुहुन्छ, स्वदेश तथा विदेशमा हुनुहुन्छ भने हामी कहाँ खाना बस्नको सेवा सुविधा एकदमै राम्रो रहेको छ। तपाईहरु एकचोटी सेवा गर्ने मौका दिनु होला। हस्त धन्यवाद। टुराको हामी सबै कलेजबाट टुराको हामी यो न्यू बनाक रोल्पा यहाँ हामी बसेको। यहाँको सर्भिस निकै नै राम्रो छ, धेरै राम्रो छ। खानाहरू पनि राम्रो छ, बसाइ सुविधा पनि धेरै राम्रो छ। हजुरहरू यहाँ आउनुहुन्छ भने काठमाडौँ टुर आउनुहुन्छ भने यही न्यू विनायक रोल्पामा बस्नु होला सबैजना। धन्यवाद। अनि अरु तपाईहरुको के छ म्याम? खाना बस्नको चाहिँ सफ्टवेयर के महसुस गर्नुभएको थियो? अनि म्याम खाना बस्नु ठिकै दिन्छ हैन त? क्यामेरा ठीक छ, फेरि पनि आउँदै गर्नु होला है त। धन्यवाद। खोलाको पानी खोलैमा कुवाको पानी ल्याउ लाग्यो। गजब भागा है। बिजुली पानीको चलनले मेलम्ची पानी छेउ लाग्यो। पंडित बाका दुईटै भर जोडका तोडे। खोलाको पानी खोलैमा कुवाको पानी ल्याउ लाग्यो। बिजुली पानीको चलनले मेलम्ची पानी छेउ लाग्यो।